नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका समाचारका साथ उपस्थित भइसकेको छु। सुरु गरौँ आज यथार्थ खबरमा समावेश भएका समाचारका शीर्षकहरुबाट। अन्डाको मूल्य हालसम्मकै उच्च, युवा पठाएका माग सम्बोधन गर्न 21 फागुनमा चुनाव हुनै पर्छ, अर्थमन्त्री खनाल। हेटौडाको मुख्य सडक विस्तार, प्रशासन कार्यालय अगाडि प्रभावितहरूको प्रदर्शन। नखु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ। जिल्ला प्रशासनमा जेएनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र। एनसेलले अब 971 रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने। आगामी निर्वाचनमा 2/3 बहुमत ल्याउँछौ, वामदेव गौतम। नेप्सेमा सामान्य गिरावट, 4 अर्ब 66 करोडको कारोबार। मतदाता नामावलीको त्रुटि सच्याउन र दावी विरोधका लागि मङ्सिर 26 सम्मको समय। यस्तै समाचार सूचनाका लागि यथार्थ खबरलाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।